हामी सर हजुर हो अहिले जम्मा 6:30 बज्यो है गोजुरीबाट प्रस्थान गऱ्यौँ आज नुवाकोट जाँदैछौँ आज हामी दुप्चेश्वर पहिलो यात्रा हाम्रो दुप्चेश्वर हुनेछ अनि दुप्चेश्वरबाट त्यहाँबाट पछि हामी शिवपुरी जाँदैछौँ दुप्चेश्वरमा चाहिँ सिलाइ कटाइ तालिम चलिरहेको छ 3 महिने सिलाइ कटाइ तालिम चलिरहेको छ भने उता शिवपुरीमा चाहिँ जम्मा 15 दिने तालिम रहेछ सर 15 दिने तालिम चाहिँ जुत्ता बनाउने तालिम दुईटै तालिम चाहिँ गृहिणी महिलाहरूको तालिम हामी त्यहाँ 2 ठाउँमा हामी पुगेर आउने योजना हो अब भ्याए